Hello guys, welcome back to my channel. बार्सिलोनाले यो सिजनलाई लगभग भव्य र सभ्य पारामा नै बिदाई गर्यो भन्दा फरक नपर्ला। ट्रेबल डोमेस्टिक ट्रफी सिजनको अन्तिम अव्य खेलमा बिल्बाओकै घरमा गएर 0-3 को जितसँगै सिजन 2024-25 लाई बिदाई गर्यो। सिजन सकिए लगतै अब बार्साको ट्रान्सफर बजार पनि तातेको छ। आउनुहोस् आज हामी बार्सिलोनाले यो सिजन गर्न सक्ने केही बिग प्लेयर ट्रान्सफरको बारेमा कुरा गरौँ। बार्सिलोनाले आफ्नो एकाडेमीको गोलकिपर इनाकी पेनालाई बेच्ने चान्स धेरै छ, किनभने बार्साको फर्स्ट चोइसको गोलकिपर टर स्टेगन इन्जरीबाट ब्याक भइसकेको कारणले र यो सिजन बार्सामा आफ्नो उत्कृष्ट पर्फर्मेन्स दिएका सिजेस्नीको कारणले इनाकी पेनालाई बार्साले बाइब्याकमा 1-2 सिजनको लागि अन्य क्लबमा पठाउने सम्भावना एकदमै हाई छ। र अर्को कुरा पनि जोडिहालौँ, यदि बार्सिलोनाले इनाकी पेनालाई बेच्यो भनेर सिजेस्नीले बार्सामा कन्ट्र्याक्ट रिन्यू गरेन भने बार्साले स्पेनियलको यङ गोलकिपर जोआन गार्सियालाई क्याम्प नाउमा भित्राउने चान्स पनि एकदम हाई छ। तर 24 वर्षीय यङ किपरलाई भित्राउन बार्सा मात्र होइन अन्य क्लबहरू पनि इच्छुक देखिन्छन्। जोआन गार्सियालाई कुनै पनि क्लबले लैजानको लागि स्पेनियललाई 25 मिलियन युरो तिर्नु पर्नेछ। यो 25 मिलियन रिलिज क्लब स्पेनियलले आफ्नो यङ र उत्कृष्ट किपरको लागि राख्नु ठिकै पनि हो। बार्सिलोना जोआन गार्सियालाई क्याम्प नाउमा ल्याउन पोजिटिभ देखिन्छ, किनभने बार्सिलोनाको फर्स्ट चोइसको गोलकिपर टर स्टेगन 2024 को सिजनमा पुरै इन्जुरी भएर नै सकियो। उसलाई फर्ममा ल्याउन सायद अलि समय लाग्न सक्छ भने सिजेस्नीले पनि कन्ट्र्याक्ट रिन्यू गर्ने नगर्ने भन्ने बारेमा अझै टुङ्गो लागेको छैन। त्यसैले बार्साले आफ्नो गोल पोस्टलाई बलियो र रक्षात्मक बनाउन जोआन गार्सियालाई सकभर बार्सिलोनामा ल्याउने कोसिस गर्नेछ। बार्सामा आफ्नो अन्तिम सिजन बिताएका केही यङ स्टारहरूले पनि यो समरमा बार्सा छाड्ने लगभग निश्चित छ। त्यसो त कुनै बेला आफ्नो खेल कौशललाई ला मासिया एकाडेमीबाट निखारेर सानै उमेरमै बार्साको भविष्य भनिएका अन्सु फाती पनि यो समरमा बार्साबाट बिदाई हुन सक्ने सबैभन्दा ठुलो नाम हो भन्दा फरक नपर्ला कि? किनभने कुनै बेला बार्सिलोनाले अन्सु फातीलाई मेसीको उत्तराधिकारीसम्म मानेको थियो भने बार्साको आइकोनिक मानिने 10 नम्बरको जर्सीसम्म लगाउन दिएर पद ग्रहण नै गर्न लगाए। त्यसो त 10 नम्बरको जर्सी फातीले अहिले पनि लगाउँदै आएका छन्। अब फातीले बार्सा छाडे 10 नम्बरको जर्सी कसलाई देला? यो कुरा हामीले भिडियोको अन्तिममा जोडेका छौँ, भिडियो अन्तिमसम्म हेर्नुहोला, इन्ट्रेस्टिङ छ। अब गरौँ फातीकै कुरा। बार्साको आइकोनिक जर्सी नम्बर 10 लगाउने फाती यो सिजन लगभग बेन्चमै रह्यो। त्यसैले यो सिजन फातीले बार्सिलोना छोडेर फ्रान्सको क्लब एएस मोनाको जान सक्ने सम्भावना एकदम धेरै छ। तर बार्साले फातीलाई बाइब्याकमा बेच्न सक्छ। अर्को कुरा के छ भने मोनाको र बार्सा फातीसँग रिसाएको खबर पनि आएको छ। कुरा के भने फातीले आफ्नो घरमा रक्सी पार्टी गर्नाले बार्सा बोर्ड र मोनाको रिसाएको खबर आएको थियो। तर जे जस्तो होस् फातीको मोनाको यात्रा एउटा ठुलो सम्भावना बनेको छ। अन्य बार्सा प्लेयरहरू पाब्लो टोरे र पाओ भेक्टरले पनि यो सिजन बार्सिलोनालाई बाइ बाइ गर्न सक्छन् भने क्लब छोड्न सक्ने हल्ले हल्लाको बीचमा रोनाल्ड अराउले चाहिँ 2031 सम्मको लागि कन्ट्र्याक्ट रिन्यू गरेको छ। बार्साले लेफ्ट विङबाट खेल्ने एउटा फरवार्ड ल्याउन सक्छ। यो समरमा बार्सा लेफ्ट विङबाट खेल्ने फरवार्डको खोजीमा छ र त्यो को हुन्छ थाहा छैन। तर राफिना छ त किन ल्याउन खोज्यो बार्साले लेफ्ट विङबाट खेल्ने फरवार्ड भन्ने तपाईहरुलाई लाग्न सक्छ। नेक्स्ट सिजनदेखि ह्यान्सी फ्लिकले राफिनालाई लेवान्डोस्कीको ठिक पछाडिबाट एज अ प्ले मेकर खेलाउने सोचमा छ, किनभने हामीले राफिनाको गेम प्लेइङ स्टाइल देखिरहेका छौं र उसले कहिले पनि लेफ्ट विङबाट बल लगेर खेलाएको हुन्न। प्राय हरेक खेलमा राफिनाले लेफ्ट विङबाट बललाई भित्र लगेर गेम मिलाएको हुन्छ। त्यसो त सबैले नोटिस गर्नु भएकै होला। सो त्यो कारणले गर्दा पनि राफिनालाई ह्यान्सी फ्लिकले एज अ प्ले मेकरको रोल दिन सक्ने चान्स हाई छ नेक्स्ट सिजनबाट र राफिनामा प्ले मेकरबाट खेल्न सक्ने पोटेन्सियल पनि छ। अब कुरा गरौँ अघिको अन्सु फातीले बार्सा छोडेपछि आइकोनिक नम्बर 10 को जर्सी कसले लगाउला भन्ने टपिकमा। हुन त अब अर्को सिजनबाट नम्बर 10 को आइकोनिक जर्सी कसले लगाउँछ भनेर न्यूज भरि नै छ्यापछ्याप्ती आइसकेको छ। बार्साका बोर्ड हेड जोन लापोर्टाले घोषणा नै गरिसकेका छन् कि लामिन यामलले बार्साको आइकोनिक जर्सी नम्बर 10 लगाउने सम्भावना अर्को सिजन धेरै नै छ भनेर। यो 10 नम्बरको जर्सीलाई जब मेसीले 2021 देखि छाडेर गए अहिलेसम्म यो जर्सीको भार कसैले सम्हाल्न सकेका छैनन्। अन्सु फातीलाई दिएको नम्बर 10 को जर्सी प्राय जसो बेन्चमै थन्कियो भन्दा हुन्छ। लामिन यामलले न्यू कन्ट्र्याक्टमा साइन गरे लगतै अब बार्साको आइकोनिक नम्बर 10 को जर्सी अर्को सिजनदेखि हामीले लामिन यामल
यमलको शरीरमा देख्ने छौं। 19 नम्बरको जर्सी लगाएदेखि नै यमललाई मान्छेहरूले नयाँ मेसी भनेर भन्न थालेका थिए। सायद मेसी र यमलमा कतिपय कुराहरू कमन भएर पनि होला। खेल्ने पोजिसन एउटै छ, फेरि दुवैजना लेफ्ट फुटेड पनि हुन्। लामिन यमलको ड्रिब्लिङ स्टाइलले कुनै बेलामा मेसीकै झझल्को दिने गर्छ भने यस्तै कुराहरू कमन हुनाले पनि लामिन यमललाई मान्छेहरूले मेसीसँग दाज्ने गरेका पनि होलान्। तर मेसी मेसी नै हुन् र यमल यमल नै हुन्। यमललाई अहिले नै मेसीसँग दाजेर उसलाई यो उमेरमै मेसीको भार बोकाउन जायज पनि हुन्न। तर मेसीसँग दाजेर मेसीको भार बोक्न नचाहने यमलले इतिहासले निकै नजिकबाट निहाल्दै आएको बार्साको आइकोनिक नम्बर 10 को जर्सीको भार आफ्नो शरीरमा अर्को सिजनदेखि बोक्दैछन्। कतिको सफल हुन्छन् त्यो त आउने दिनहरूले बताउने छ र यमलको मेहनतले पनि देखाउने छ। धेरै कुरा गर्न मन लागेको थियो तर समय अलिक कम भएको कुराले बाँकी कुराहरूको भिडियोमा गरौँला। बाइ बाइ गाइज।